गर्छु होला। बट लास्ट बट नट द लिस्ट शर्मिलाजीले पनि आफ्नो ब्रान्डिङ गर्नुभएको छ होइन। अब उही आर्थिक पत्रकारितामा कति गाह्रो छ महिलालाई, उहाँ आरतीजीले नै कुरा भनिहाल्नुभयो होइन। नामै चेन्ज गरेर महिलाले लेखेको हो भने पढ्दैन भनेर पुरुषको नाम लिएर कसरी अगाडि बढ्यो भन्ने कुरामा नेपालमा शर्मिलाजीले त्यो क्षेत्रलाई निरन्तरता दिएर त्यस्तो संस्था खोलेर आज अगाडि बढ्नु भएको छ। धेरै फेलोसिपहरू पनि लिनु भएको छ र यहाँको त्यो टर्निङ पोइन्ट अर्थकै क्षेत्रमा म किन अगाडि बढ्ने भन्ने टर्निङ पोइन्ट पनि हामी सुनाउनु। सर्वप्रथम त म एडिबीलाई धन्यवाद दिन चाहन्छु। यो कन्सेप्ट चाहिँ एडिबीको स्पेसल्ली हाम्रो बिन्ता म्यामको हो। हामीले चाहिँ ट्रेनिङ मात्रै राख्ने भन्ने थियो। यसमा चाहिँ किन हामीले ब्रान्डिङ नगर्ने, महिलाहरूलाई लिडरसिपमा किन नलाने, यो सेसन राखौँ भनेर चाहिँ बिन्ता दिदीले भने भएर हामीले यो सेसनलाई यसरी चाहिँ तयार पारेका हौँ। विशेष गरी उहाँलाई धन्यवाद। म त धेरै सानो मान्छे छु, तैपनि मेरो नि आफ्नै एउटा कथा छ। म संस्कृत पढाए मान्छे हो। मैले एसएलसी पनि 200 पुराको संस्कृतमा र अर्को कुरा मैले अकाउन्ट पनि पढाएन। तर मलाई म्याथ मन पर्थ्यो र म म्याथमा अलिक ट्यालेन्ट थिएँ। मेरो जर्नालिजमको जर्नी नै अनौठो छ। म +2 सकेपछि काठमाडौँ पढ्न आएँ। हुन त मैले एसएलसीमै एसटिसी सक्ने थिएँ, काठमाडौँ आएको। तर +2 पछि एउटा गाडीमा एकजना ईश्वरीमान सर भेट्यो। उहाँ चाहिँ राजशासनको पहिलाको चाहिँ पत्रकार हुनुहुँदो रहेछ। उहाँलाई चाहिँ मैले धेरै क्वेरिजहरू गरेको थिएँ। मेरो एकदम मनपर्ने चाहिँ इतिहास सब्जेक्ट हो क्या, मलाई हिस्ट्री मनपर्छ एकदमै। अहिले पनि म सिकेको कुराहरू पढिरहेको छु। अनि उहाँले चाहिँ राणा, हाम्रो पशुपति शमशेर राणा हुनुहुन्थ्यो। उहाँलाई लखेड्दाको स्टोरीहरू भन्नुभएको थियो गाडीमा हुँदाखेरि। मैले हरेक एङ्गल पत्रकार के हो पनि मलाई थाहा थिएन। म समाचार चाहिँ एकदम सुन्थेँ। अनि त्यसपछि के गर्नुपर्छ भने उहाँले त्यहाँ महानिर्देशकसँग गएर भेट, सूचना विभागको, उनीहरूले फेलोसिप दिन्छन्। त्यसपछि फेलोसिपमा तिमीले 6 महिनाको ट्रेनिङ अथवा 3 महिनाको ट्रेनिङ ल्याऊ, अनि कोही न कोही एउटा पोलिटिकल पार्टीको मान्छेलाई भेट, अनि त्यसले रिकमेन्ड गरिदिन्छ राजशासनमा, अनि जाइ खाऊ भन्नुभयो है। रियालिटी, यो चाहिँ हाम्रो रियालिटी हो क्या। सो अनि म एक्लै थिएँ, तर मलाई के भयो भने म भोलिपल्टै गएँ क्या महानिर्देशककोमा। अनि उहाँले के भन्नु भने तिमी पत्रकारिता गर्ने भन्नुभयो। मलाई गर्ने त होइन, पढ्ने हो भने मैले। अनि त्यसपछि त्यसपछि हामी मिडिया पोइन्टलाई पैसा दिन्छौँ, त्यहाँबाट लिनु भनेर मलाई श्रीराम सरलाई देखाइदिनु। मैले श्रीराम सिंह बस्नेतलाई भेट्न उहाँ वनस्थली पुगेँ, उहाँकै घरमा। त्यसपछि उहाँले 3 महिनाको कोर्स चाहिँ यता अनामनगरमा रहेछ त्यति बेला मिडिया पोइन्ट, ल हुन्छ भन्नुभयो। उहाँको छोरी चाहिँ शैली बस्नेत हुनुहुँदो रहेछ, त्यहाँ चिन्जान भयो। त्यसपछि आएर म क्लास लिन थालेँ। अनि अब एकजना पोलिटिकल पार्टीको मान्छे चाहियो, मैले चिनेको थिएन। अनि आराममा भर्ना भएको थिएँ। यता फेरि म बाल्मिकीमा पढ्थेँ, किन त्यतिखेर 2000 रुपियाँ चाहिँ हामीलाई आउँथ्यो संस्कृत पढाइ। अनि 2000ले हाम्रो खाना बस्न सबै पुग्थ्यो। त्यो भएको भएर म 2000को लागि आराममा 90 व्याकरण पढ्ने मान्छे हो। अनि त्यसपछि उता जान्थेँ, त्यो के अरे दिउँसो यता आउँथेँ, बिहान उता पढ्थेँ। अनि त्यो भएपछि मैले त्यहाँनिर आराममा पढ्दै गएर एकजना शेरबहादुर तामाङ भन्ने सिन्धुपाल्चोककै नेता चिने। त्यहाँ चाहिँ त्यो सोभिका केटाहरू चिन्जान हुनुहुन्छ। मेरो बुवाको स्टुडेन्ट एकजना त्यहाँको नेता आउनुहुँदो रहेछ, शिवहरि भन्ने, उहाँले चिनाइदिनु हो। त्यसपछि मेरो त पहिलो प्रायोरिटी त राजशासन छिर्नु हो नि त। अनि मैले उहाँलाई भने मलाई राजशासन जानु छ, के गर्नु पर्यो। उहाँले अर्को रमाइलो कुरा, प्रेस 74 एकजना मान्छेको सिफारिस चाहिन्छ भन्नुभयो। म कागजै लिँदैन, मैले कसैलाई पनि चिनेको थिएन, रियालिटी। त्यसपछि मैले अब के गरौँ भने, ल मैले एकजना केटा चिनेको छ, म त्यसलाई फोन गरिदिन्छु, त्यसको सिफारिसमा जाऊ भन्नुभयो। त्यसरी 3 वटा गगन विष्टलाई फोन हान्नुभयो। गगन विष्टले सिधै त्यहाँको एकजना हाम्रो त्यति बेलाको शङ्कर पोखरेल, सूचना तथा सञ्चार मन्त्री, अनि त्यहाँ त्यो के समथिङ हाम्रो एकजना बुटवलको सर चाहिँ राजशासनको जिएम हुनुहुन्थ्यो, के अरे अध्यक्ष हुनुहुन्थ्यो। मैले बिर्सेँ, बालकृष्ण चापागाई। उहाँ कहाँ जाऊ भन्नुभयो। म सिधै गएँ। मलाई त्यही दिन हो, एक दिनमै सबै काम भएको होइन। अनि म गएँ। अनि उहाँले मलाई चाहिँ स्ट्रेन्जरको सिन्धुपाल्चोकको संवाददाता बनाइदिनु भयो। म सिन्धुपाल्चोक मेलम्ची डेडलाइनमा काम गरेँ क्या। अनि मेलम्ची डेडलाइनमा काम गरेँ। म 601 महिनाको 600 पाथेँ क्या। तर मलाई मेलम्ची डेडलाइनमा काम गर्दाखेरि मलाई पैसा भन्दा पनि मैले त्यो आइडी कार्ड पाएको दिन म संसारकै सबैभन्दा
एउटा चाहिँ एकदमै सुखी खुसी मान्छे फिल गरेको थिएँ क्या। त्यसपछि मैले त्यहाँनिर क्राइम रिपोर्टिङ थालेँ। त्यसपछि मैले त्यहाँ 6 महिना गरेपछि मलाई काठमाडौँ सर्भे गरिदिनु मेरो पढ्नु पऱ्यो भनेपछि मलाई पार्किङ सर्भे गरिदिनु भयो। अनि मैले क्राइम रिपोर्टिङ गर्न थालेँ। क्राइम रिपोर्टिङमा पनि मलाई राम्रै भइरहेको थियो। तर विडम्बना रासोसोमा चाहिँ आफ्नो आफ्नो ऱ्याङ्क हुँदो रहेछ हेर्नु होइन। म त स्ट्रिन्जर। अब त्यहाँ चाहिँ त्यहाँनिर रमेश चन्द्र ठकुरी हुनुहुन्थ्यो आइजिपी। अनि म पहिलो दिन रिपोर्टिङमा जाँदाखेरि नै उहाँले चाहिँ मलाई वाह तिमी त उडेछौ भनेर मलाई त्यो वर्ष चाहिँ दसैँमा उनीहरूको ग्यादरिङ हुँदो रहेछ नवमीको भोज खानु हुनुहुन्थ्यो क्या। मलाई त थाहा थिएन हेर्नु अब रासोसोमा त त्यो जिएमसिएम के हुने अब उनीहरूको त त्यहाँ भित्रै बसेर चर्खेल हुँदो रहेछ। आएको चाहिँ बाहिर निस्किन नै रिपोर्टिङ गरिरहने हो नि त। अनि प्रतिमा बास्कोटा म अनि हाम्रो बद्रिकाजी गुरुङ लगायत हामी चाहिँ गयौँ। पर्सिपल्ट मलाई स्पष्टीकरण आयो क्या। तँ चाहिँ स्ट्रिन्जर मान्छे आइजिपीको रिलेसन कसरी बनाइस् त किन त्यहाँ गइस् भनेर। म त के आन्सर दिँदै थाहा भएन। मैले श्रीराम सरलाई भने के गर्नु हो अनि सक्यो। त्यसपछि पछि पनि मलाई अनि पछि बिस्तारै हुँदै हुँदै गएपछि यो चाहिँ छापा हान्छ नि हाम्रो जब तिहार दसैँ आउँछ त्यति बेला छापा हान्छ नि हाम्रो वाणिज्य विभागले। वाणिज्य विभागको स्टोरी गर्न लगाउनुको राजु साक्य भनेछ तिम्रो चाहिँ म्याथ राम्रो रहेछ तिमीले इकोनोमिक्स नपढे पनि यो गर्न सक्छौ यतातिर लाग भन्नुभएको थियो। त्यता लाग्यो नि पछि मलाई के शङ्का चढ्यो भने मलाई यो चाहिँ सरकारी जागिर मेरो लागि होइन भन्ने भयो। मैले 2 दिनमा कोइट हाल्ने त्यसपछि अनि म राजधानी दैनिक गएर ब्याङ्किङ रिपोर्टिङ गर्न थालेँ। चाहिँ मेरो यो टर्निङ पोइन्ट चाहिँ के हो भने म इकोनोमिक्समा रिपोर्टिङ गर्न थालेँ। त्यहाँबाट हो र यो फेज स्पेसली मलाई नेतृत्व लिनु बोल्नु धेरै मान्छेसँग गर्नु मलाई त्यति धेरै लाग्दैन कम्फर्ट पनि लाग्दैन। म एकदम अर्कै टाइपको मेरो आफ्नै लाइफ बिन्दास टाइपको कसैले डिस्टर्ब नगरोस् भन्ने फिल लाग्छ होइन। 2015मा 2015मा म आरबिआईको एउटा ट्रेनिङमा गएँ। त्यतिखेर सेजनले चाहिँ आरबिआईसँग नेपाल राष्ट्र ब्याङ्कसँग कोलाबोरेट गरेर पुणे पठाएको थियो ट्रेनिङमा। अनि गोकर्ण दाई हुनुहुन्थ्यो सेजनमा। शर्मिला जाने भन्नुभयो। मेरो 15 महिनाको बच्ची छोरी थिए। त्यसपछि मलाई त्यो छोरी भन्दा पनि मलाई ट्रेनिङ चाहिँ इम्पोर्टेन्ट भयो। मैले छोरी छोडेर त्यो पनि बिरामी नै थिएँ। मैले छोरी छोडेर पुणेमा ट्रेनिङ दिन गएँ। त्यतिखेर नितु दिदी र म मात्रै क्या 20 जना जेन्ट्स हामी 2 जना मात्रै केटी। त्यहाँबाट फिल भयो क्या महिलाहरू त कति थोरै रहेछन्। हामीले चाहिँ काठमाडौँ गएर एउटा सङ्गठन खोल्नुपर्छ फिल भयो। मैले नितु दिदीसँग भने तर नितु दिदी उता सञ्चालिका जानु सक्यो। त्यहाँबाट काठमाडौँ है। अनि मैले मेरो मनमा मात्रै थियो हामीले 2023मा चाहिँ एलिजाजी र एलिजा एकचोटि उठ्दै न तिमीलाई सबैले चिन्नु। उसले चाहिँ मलाई म प्रेग्नेन्ट पनि थिएँ दिदी चिया खाउँ भनेर हामी 2 जना चिया खाने गर्दा हामी यस्तो गरौँ न हामी यतिजना धेरैजना लेडिज छौँ चाहिँ मैले उसलाई भने ठ्याक्कै मैले म कुरा गऱ्यौँ यो चाहिँ गरौँ नेतृत्व जसले सुकै लियोस् तर हामी एकत्रित हौँ भन्ने कुरा भएको भएर हामीले त्यहाँबाट सुरु गरे हो। अनि त्यहाँबाट चिया खाँदै साथीहरूलाई सम्हाल्दै गयो र 2023मा फेजा खोलियो। अब यही हो हाम्रो अहिले फेजाको कारणले मलाई अध्यक्ष हुनु भन्दा पनि फेजामा साथीहरू एकीकृत हुन् आफ्नो कुराहरू र आफ्नो क्वालिटीलाई चाहिँ इम्प्रुभ गरौँ भन्ने हो। क्वालिटी भयो भनेदेखि तपाईँले आफ्नो बार्गेनिङ पावर चाहिँ मजाले गेन गर्नुहुन्छ। थ्याङ्क यू एकदमै धेरै धेरै धन्यवाद। उहाँले भनेको कुरा सुन्दाखेरि मलाई अलिकति सञ्चालिकाको स्थापनाको कुराहरू पनि सम्झना आयो होइन। एउटा कन्फरेन्स एउटा मिटिङमा गएर पनि कति धेरै चाहिँ इन्टरनलाइज भयो भने त्यसले इम्प्याक्ट पर्छ लङ टर्म भन्ने। म चाहिँ बेजिङ कन्फरेन्स त्यो 4th वर्ल्ड वुमेन्स कन्फरेन्स 1995मा